जसलाई कुलदेवता आउँछ पूर्णिमाको दिनमा उसको दाहिने भाग कान्छ, ताकि दाहिने खुट्टो दाहिने हात जे भए पनि उसको के हुन्छ, दाहिने चाहिँ अङ्ग कान्छ, दाहिने अङ्ग कान्छ, जसलाई कुलदेवता चाहिँ आउने हुन्। दाहिने भाग कामदै कामदै जान्छ, एक नासले जान्छ। सुन्नुहोस् है, यदि दाहिने भन्दा बाहेक अर्थ कामदैन भने एउटा कुल आउने सूत्र हो। दोस्रो, कुलदेवता भनेको सही ठाउँ मात्रै आउँछ। कुलदेवता जहाँ पाए त्यहाँ आउँदैनन्। कुलदेवता आउने 7 वटा ठाउँ हुन्छन्, 7 ठाउँमा कुल आउँछन्। 7 ठाउँ भन्दा ज्यादालाई कुल आउँदैनन्। त्यसका बारेमा हामी कुलधामी सम्मेलनमा कुराकानी गर्छौँ, कथामा त्यहाँ आउँदैछौँ। कुलदेवता जुन ठाउँमा पायो त्यो ठाउँमा काम नि आउँदै आउँदैन, जसलाई कुल आउँछ त्यो व्यक्तिलाई दाजुभाइ वंशमा मात्रै आउँछ। एक। दोस्रो कुरा, उसलाई मनपर्ने गुरु, उसलाई मनपर्ने परेको ठाउँ भयो भने हल्का मुटु काम्छ, मुटु काम्छ, ढुकढुक गर्छ, अनि तपाईँको ज्यान काम्छ। उसलाई मनपर्ने ठाउँ भयो भने चाहिँ न त वंशभन्दा बाहेक काम्दैन सुरुमा आउँदा। नम्बर 3 मा जुन काम नि आउँछ, जति धामी लगाउनुहोस्, जति वैद्य लगाउनुहोस्, जति गुरु लगाउनुहोस्, तर